नमस्कार सम्पूर्णमा। आज फेरि मैले लिएर आएको छु सनफ्लावर बनाउन सिकाउन। सुरुमा त कालो पोते बारुडा लिनुपर्ने हुन्छ अनि त्यसलाई गोलो पारेर गाँठो पार्ने, 3-4 वटा गाँठो पारेर टाइट गराउने, फुस्किन नफुस्किने गरेर यसरी टाइट पारेर गाँठो पार्ने। त्यसपछि 2टा पोतेबाट सिगो निकाल्ने, धागोभन्दा अलि उतापट्टि लैजाने। 5 वटा कालो पोते लिने, एउटा पोते छोडेर अर्को एउटाबाट एउटा छोड्ने, अर्को एउटाबाट निकाल्ने। 5 वटा पोते लिने अनि एउटा पोते छोड्ने, अर्को एउटा पोतेबाट निकाल्ने। 5 वटा पोते लिने, एउटा छोड्ने, अर्को एउटाबाट निकाल्ने। यस्तै गर्दै गोलो राउन्ड यसको राउन्ड पुरा गर्नु पर्ने हुन्छ। 5 वटा पोते लिएर एउटा छोडेर अर्को पोतेबाट निकाल्ने। त्यस्तै गरी यदि तपाईहरुले मेरो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने प्लिज गर्नुहोला। तपाईहरुलाई नयाँ भिडियो अपलोड हुँदा सजिलो हुन्छ, नोटिफिकेसन आउँछ। अब यो लास्ट स्टेपमा आएको छ। 5 वटा पोते लिने अनि एउटा छोडेर अर्कोबाट निकाल्ने। यसरी लास्टको पोतेमा गयो हामी। यसरी राउन्ड तयार भयो। पहिलो राउन्ड तयार भयो। यस्तो आकारको बन्यो। अनि अघि 5 वटा हालेको पोते मध्येको 2टा पोतेबाट सिगो निकाल्ने। अर्को राउन्ड सुरु गर्न जाँदैछौँ। यसरी निकाल्ने। त्यसपछि फेरि 5 वटा पोते लिने, बिचको एउटा पोते छोड्ने अनि अर्को एउटा पोतेबाट सिगो निकाल्ने। अनि अर्को फुलमा जोड्नलाई एउटा कालो पोते लिने अनि अघि बुनेको 5 वटाको एउटा छोडेर माथि एउटा छोडेर बिचकोबाट सिगो निकाल्ने। फेरि 5 वटा पोते लिने अनि बिचको एउटा छोडेर अर्को पोतेबाट सिगो निकाल्ने। फेरि 5 वटा कालो लिने, एउटा कालो लिने र 3टा पोतेको बिचबाट निकाल्ने। अनि 5 वटा पोते लिने र बिचको एउटा पोते छोडेर अर्को पोतेबाट सिगो निकाल्ने। यस्तै गर्दै अर्को राउन्ड पनि पुरा गर्छौँ। यस्तै मेरो सेकेन्ड राउन्ड पनि पुरा भएको छ। अब यसको लागि त्यस्तै गर्दै राउन्ड पुरा गर्ने। हामी सेकेन्ड राउन्डको लास्टतिर आइसकेका छौँ। यस्तै गर्दै सेकेन्ड राउन्ड
अनि लास्टमा पनि एउटा पोते लिएर त्यो राउन्डको एउटा पोते छोडेर उताको कालो टिपे जस्तै लास्टको एउटा पोते छोडेर अनि एउटा पोतेबाट सियो निकालेर अनि माथि पुग्छौँ। अनि उतापट्टि त्यही सियो निकाल्दै साइडमा तल एउटा पोते छोडेर तीनटा पोते एउटा पोते हालेर एउटाबाट निकाल्यो अनि तीनटा पोतेबाट सियो निकालेर फेरि तीनटा उन्ने र माथिको तीनटाबाट बिचको र छेउछेउ दुईटाले तीनटा पोतेबाट सिगो निकाल्ने। यस्तै गर्दै तीनटा पोते लिने, तीनटा अगाडिको तीनटा पोतेबाट सिगो निकाल्ने। यस्तै गर्दै गोलो बन्न जान्छ। त्यस्तै गर्दै राउन्ड पुरा गर्नुपर्ने हुन्छ। तीनटा पोते फेरि तीनटा पोते लिने अनि तीनटा पोतेबाट सिगो निकाल्ने, फेरि तीनटा पोते लिने अनि अगाडि निकाल्ने। यसमा चाहिँ तीनटैबाट निकाल्नुपर्छ भन्ने हुँदैन, त्यही आफूलाई बुन्न सजिलो गरेर अगाडिसम्म लैजाने। यसरी अर्को राउन्ड तयार भयो, गोलो आकारमा बन्यो। त्यसपछि पाँचवटा पहेँलो पोते लिने, एउटा छोडेर दुईटा कालो पोतेबाट सिगो निकाल्ने। त्यस्तै पाँचवटा पहेँलो पोते लिने अनि एउटा कालो छोडेर दुईटा कालोबाट सिगो निकाल्ने। एउटा पाँचवटा पहेँलो लिने अनि एउटा कालो छोडेर दुईटा कालोबाट सिगो निकाल्ने। फेरि पाँचवटा लिने पहेँलो पोते, अघि जस्तै एवं रीतिले हामी बुन्दै बुन्दै अगाडि जान्छौँ, गोलो राउन्ड पुरा गर्छौँ। यस्तै गर्दै बुन्दै बुन्दै जानेछौँ। यस्तै तरिकाले पुरा गर्छौँ। अनि त्यसपछि दुईटा पहेँलोबाट सिगो माथि निकाल्ने। राउन्ड पुरा भइसकेपछि दुईटा पहेँलोबाट निकाल्ने, फेरि पाँचवटा पहेँलो नै बुन्ने अनि बिचको एउटा पहेँलो छोडेर एउटा अर्को पोतेबाट सिगो निकाल्ने। फेरि बिचमा म चाहिँ ग्रिन लिएको छु, हजुरहरूले ब्लू पनि लिन सक्नुहुन्छ। कलरहरू आफ्नो चोइसमा बनाउन सक्नुहुन्छ। सनफ्लावर भएको कारणले मैले चाहिँ नि यो पहेँलो पोतेमा हरियोले चाहिँ नि म्याच खाने भएर त्यसरी बनाएको छु। अनि पाँचवटा पोते लिने अनि बिचको एउटा छोडेर सिगो निकाल्ने। फेरि एउटा हरियो लिने
लास्टको छेउ बिचको पहेँलोबाट निकाल्ने। त्यसपछि फेरि 5 वटा पहेँलो पोते लिने, एउटा छोडेर अर्कोबाट एउटा पोतेबाट सिगो निकाल्ने। फेरि एउटा ग्रीन कलरको पोते लिने अनि एउटा एउटा पोते छोडेर सेकेन्ड पोतेबाट सियो निकाल्ने। फेरि बिचको एउटा पोते छोडेर अर्को पोतेबाट सियो निकाल्ने। 5 वटा पोते उनेर यस्तै गरेर गोलो सेप राउन्ड पुरा गर्दै जाने। एउटा ग्रीन लिने, 5 वटा पोते मध्ये तल एउटा छोड्ने, सेकेन्ड पोतेबाट सिगो माथितिर लैजाने। फेरि 5 वटा पोते लिने पहेँलो अनि त्यही 5 वटा पोतेको मध्ये बिचको पोते छोडेर लास्टको एउटा पोते छोडेर बिचको पोतेबाट सिगो निकाल्ने। फेरि ग्रीन लिने, एउटा छोडेर सेकेन्ड पोतेबाट सिगो निकाल्ने अनि 5 वटा पहेँलो पोते उन्ने। अनि बिचको एउटा पोते छोडेर सेकेन्ड अर्को पोतेबाट सिगो निकाल्ने। यस्तै गर्दै हामीले गोलो राउन्ड पुरा गर्न पर्ने हुन्छ। यदि तपाईहरूले सब्स्क्राइब गर्नुभएको छैन भने मेरो च्यानल सब्स्क्राइब गरिदिनु होला, ताकि यस्तै भिडियोहरू फेरि पनि तपाईहरूको नयाँ भिडियो हाल्दा तपाईको वालमा आओस् र हेर्न तपाईहरूले हेरेर सिक्न सजिलो होस् भन्नको लागि। अब म लास्टमा पुगेकी छु। लास्टमा पुगेको छु। यस्तै गर्दै हामी लास्ट फुल भयो अनि एउटा ग्रीन पोते राख्ने अनि तलको एउटा पोते छोडेर सेकेन्ड पोतेबाट तल कालो पट्टिबाटको गनेर एउटा पोते छोडेर सेकेन्ड पोतेबाट निकाल्दाखेरिमा हाम्रो लेबल त्यहाँबाट निकाल्नु पर्ने हुन्छ। यसरी हाम्रो सनफ्लावर रेडी भएको छ। अनि धागोलाई अलिकति टाढासम्म लगेर पोतेबाट भित्र घुमाई अलि टाढा लगेर गाँठो पार्नु होला, ताकि पछि फुस्किने क्यार्ने डर नहोस्, आफूलाई बलियो होस्, आफ्नो सामानको ढुक्क भएर प्रचार पनि गर्न सकियोस्। यदि तपाईहरूले बिक्री गर्नुहुन्छ भने मेरो सामान हो, मेरो प्रोडक्ट म यस्तो छ भनेर ढुक्क हुन पाइन्छ। आफूले बलियो गराएर दिइसकेपछि आहा हेर्नुहोस् त कति सुन्दर सनफ्लावरको फुल तयार गरेकी छु मैले। हजुरहरूले पनि गर्नुहोला। यतिन्जेल मेरो भिडियो हेरेर साथ दिनुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद छ। लाइक, कमेन्ट, सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।